थो सुन्दर हाम्रो कर्णाली स्वर्गको टुक्रो कब्लक धरतीमा खस्या जै यही हाम्रो कर्णालीको सुन्दरता देखिकन मान्छेहरूको ओइरो लाग्नेछ। यही सुन्दरताले क्या हाम्रो कर्णालीमा पनि सहरको जस्तै चहल पहल बढ्नेछ। चहल पहल बढेपछि हाम्रो कर्णालीमा आम्दानी बढ्नेछ। चहल पहल बढेपछि व्यापार बढ्नेछ। व्यापार बढेपछि त पैसाको खोलो बग्नेछ। खोलो पैसा आएपछि हाम्रो कर्णालीको रोग व्यथा दुःख कष्ट सबै नाश हुनेछ भनिकन यो चन्द्रबहादुरको ठोकुवा हो कि कसो अध्यक्षज्यू? हो नि नेताजी हो। हाम्रो नेताजी हो तपाईँ स्वागतको छ। आइसक्यो नङ्गिया। अनि हाम्रो कर्णाली प्रदेशका जनताले कामै गर्नुपर्ने छैन। सबै मुख दिन्छु। तिमीहरू धन्दै नमान। भावना यही छ हुने नै खाली भावना यही छ भने होला लिन परेन अस्पताल जाकृति लिन परेन न्युनै स्याइकन गरे होला हुन्न लिन पर्यो अब लिनुपऱ्यो के नेता पर ओ के अरे पारीका वैद्य त नि हो के ताई हुन्छ कि हामी यहाँ त त्यही हो। जोया त लिया पनि लिन पर्यो। ल उठ जाउँ अब। ए भावना हटे गर हटे नमस्कार वैद्यजी। नमस्कार वैद्यजी। नमस्कार नमस्कार। के कामले आयो त? के गर्ने थियो वैद्यजी? अब धामी हो छोरो यति बढो अपाङ्ग छ। अब केही अब हेराइ पुराइ के नानी हेरी काम चल्नु छ कि केही भलो भइहाल्ने थियो सिधा। तुम छोरो न केही छाहा लाग्या नै भूत सुत केही लाग्या नै। तुम छोरो न केही पनि लाग्या नै भन्ने मान्न छ भने पछाडि तुम छोरो न सहर लैजाऊ। तुम छोरो न हामीले केही गर्न सक्दैन। अब तिमीहरू मेरो भन्ने मान्न छ भनेपछि समयमै सहर लैजाऊ नत्र भनेपछि मरल होस्। हुन्छ त वैद्यजी। अब धामी हुन्न भनेपछि अब सहर लैजातो हेलिकप्टर नेताजी पनि आएन ऐति आए थिए। अब ताई लिनु पऱ्यो क्या हेलिकप्टर उडाइ लैजातो सहरतिर त्यही हो। त्यही गर्नु ल हुन्छ है। तुम्ही ए भाउकन उरे है क्या म माथि मन्त्री त उडाइदिकिन बजेट उडाइ लैजाउँदा सहर म माथि बोलाउँदो अनि तिमी आयो है के सलाम आले अहिले त्यही गरे है के म गएँ सलाम आले। मन्त्रीजी मेरो छोरो मर्न लागेको छ। मेरो छोरा न अस्पताल लिनुपर्ने थियो। सहर उता बाँकी थियो त्यो अस्पताल लिनुपर्ने थियो। बिन्ती छ तुम यो के अरे भटभट आउँदो मेरो छोराले लिजो। मेरो छोरो मर्न लागेको छ मन्त्रीजी। जा आटो बोला।
रामाया तेरे आलतू ने बोला था मुझे तेरे हेलीकॉप्टर उड़ाई ले जा तो तो बोला काची जाऊ मुद्रे जे मंत्री जो मेरे भाव मारियो मेरे भाव को ना सदर मुकाम नहीं जाओ मंत्री जो मेरो भाव मन लाग्यो दया मंत्री जी आक्रमण परान असमझदारी विकल्पविहीन विदेशी बैंक बन्छ भिकारी शिकारी नेता अभिनेता बन्छ क्रान्तिकारी बिगारी केटा केटी भोको पेटलेटी सिपाही अविवाहित चेली बेटी बोकी पेट खेपी पिटाई भिताई रात कुटाई घात खाएर शरीर बिकाई देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो देशको लागि भक्त झै प्रसिद्ध भो निशब्द भो अवशेष बाँकी चोखो बोली जो शीत थियो शिर जप्त भो देशव्यापी आत्मघाती जो पवित्र थियो प्राणको आहुति आफ्नै ज्यानको विभूतिलाई हिँडेका शहीदको केवल नामावली विभूषित कुण्ठित पीडामा डुबेकी आमालाई के काम विदुषी गरिबलाई दुई छाक्ने खुसी शरीफलाई चाहिन्छ कुर्सी आमा खै साडी बेचेर धनाट सँगै छ पुँजी गोजी भरि भारू भर भरेर भारतीको रोजी काम होला तुम्हारा नमस्कार साउजी नमस्कार म हुम्लाबाट आया हूँ साउजी काम होला केही काम वाम त केही नै बाबु होइन तर तपाईँ चाहिँ सामान केही पाउनुहुन्छ भने सस्तो मूल्यमा पाइन्छ जुम्ला जिल्लाको पहिलो डिलर हो हजुर तपाईँको गाउँघरतिर पनि कोही कसैलाई इलेक्ट्रोनिक हाउस होल्डिङ सम्बन्धी केही सामान चाहिन्छ भने बरु खबर गरिदिनु होला हुन्छ हाम्रो हुम्लामै के हाउस वेडिङ हुने थियो यहाँ ओडोपुडो काहीँ भुन्दैन साउजी ओडोपुडो पनि काहीँ भए पनि यसो प्रचार गरिदिनु हुन्छ त नमस्कार साउजी नमस्कार म काम गर्न आएँ साउजी काम खोलेर आयो मैले यहाँ बस्न परिचय गरौँ अन्त कामको सिलसिला म हुम्लाबाट आया हूँ केही काम छ तुम्हारा दोकान हुम्लाबाट त तपाईँ आउनुभयो नाम मात्रै हुम्ला भनेर कहाँ अन्त ठाउँबाट आएर नाउँ चाहिँ लिएर आउनु भएन म त्यस्तो असुख नगर्दा साउजी हुम्लाबाट आया हूँ मेरो भाषा सुन्ने तपाईँहरू हाम्रो खस त्यो के अरे टाइमबाट आया हूँ बाको नाम गुम्बादुर कार्की आमा नाम घाममा कार्की हो बाबा मरिया एक छोरो छ छोरो थियो छोरो मऱ्यो एक जोएर म मात्रै छु छोरो कुकुर रोगलाई मऱ्यो अनि अब काम छ त्यो दिन बरु तिमीलाई काम त लाउन आऊ म तिम्रो नागरिकता त केही छ कि नि बा मैले के नागरिकता त बनाएन नै क्या हो नागरिकता भने हामी के थाहा पाने हुम्ला मान्छे के नहुने धेरै दुर्गम छ हुम्ला भने हजुर एकदमै खाना लाउन पुगेन अस्ति नेताले भाषा मात्र लायो अध्यक्ष त्यही थियो यो अब के अब तिम्रो हुम्लामा गाउँपालिका अध्यक्ष होला वडा अध्यक्ष होला उपाध्यक्षहरू हुनन् स्वास्थ्य चौकीहरू हुनन् स्कुलहरू हुनन्
त्यो ठाउँमा तपाईँहरूले पठनको सेवा सुविधा केही केही छैन पनि नाही साहब एक ऊ बुन्ना एक चौधौँ खाउने केही पनि नाही क्या पढ्ने थियो क्या लेख्ने थियो क्या औषधि म त्यही धामी झाँक्री मात्रै अनि तिम्रो गोडाली पठाए नेताले तिमीलाई एजनासँग काम गरेर खाऊ पेट पालो पनि भनेनन् केही भनेन दाजु क्या भन्नु थियो है के यही सुन्दरता हेर्नलाई क्या देश विदेशबाट मान्छे आउने ओहिरो लाग्ने छ भन्ने थियो त्यही लागेन चरमुसो ऊ पनि आएन त्यो ओहिरो लाग्ने ठाउँमा के एजना आएर काम गरेर केही मठ मन्दिर केही फिल्डहरू केही भवनहरू बनाएन है केही खाना केही पनि नाही दाजु एक खाने एक स्कुल नै छोरो त्यति या कोही पनि पढेन हामी नपढ्यो ल साथी केही काम छ दिनु पर्यो काम के दिनु पर्छ हामी पनि यस्तै जस्तो तिम्रो उस्तै आम्मो छ नि म पनि एउटा सानो गाउँपालिका हुने आएको छ लितबाट ठुलो आएर मेरो घरदेखि माथि नै देखिने त्यही हो गाउँपालिका देख्यौ म त्यही हेर है गाउँपालिका त त्यही हो यहाँ पनि कामको ढङ्ग त्यही हो काम कस्तो छ भने नि पनि अब माथिबाट 1 करोड कति गरी आयो बेचना हुन्न भए केही अध्यक्ष मेरा भागा पनि राखिले उपाध्यक्ष मेरा भागा यति पनि राखिले अनि टाइममा वडाबाट एक वडामा कति 20-30 लाख आयो भन्दा थियो होइन त्यो 20-30 लाख आएको अध्यक्ष उपाध्यक्ष रुपियाँ त हामी पाउने कहाँबाट खाम कहाँबाट वडामा आएर रकम पनि अब 5,000 को एकजना 2,000 को एकजना 10,000 को एकजना 10 लाख को एकजना हुन्न त्यो योजनामा अनि जो आमा मुन पढेको छ जो आफूलाई चाहिँ भित्र बाहिर गर्ने जो त्यही नै दिएन सुरुकै बाढी लाऊ हाम्रो पनि त्यही थियो हामी त योजना त्यस कारणले मेरो काम भन्ने कुरा त्यस्तै हो मेरो घर लाउँ भनेपछि 2 चाउचाउ बेच्दैछु मैले के काम लाउँ होइन त्यस कारणले हाम्रो नेता पनि त्यही हुन् ऊ ल्याएर आइजाउने र ऊ ल्याएर आउने चाहिँ त्यस्तै छ हजुर नेपाल नेता यतै हो त्यही हजुर अब काम नै धन्यवाद अब हस् सर नमस्कार सर म हुम्लाबाट आएँ केही काम छ कि तुम्हारा काम त छ गर्न सक्छस् हुन्छ हजुर म ज्या काम बयान गरेको साइकल चलाउने जागिर हो भोलिदेखि आइस हुन्छ हजुर भोलिदेखि आउनु सर सर नमस्ते सर म कन तिमीले हिजो काम गर्न आयो भने बोलाएको थियो अनि त्यही एउटा आयो केही काम छ भने देऊ म गरौँ मन्त्री यहाँ तपाईँको काम कुनामा लाग्छ खाने जस्तो नेता होइन क्या म चाइनामा हात्ती छिराएको नेता हो कि सानोतिनो नेता नसोच्नु न यार मलाई नेताजी मेरो काम छिट्टै हुनु पर्यो क्या यार तपाईँले फेरि भन्नुपर्छ हात्ती छिराउने मान्छे नेता हो कि म सानोतिनो नेता नसोच्नु न
तपाईँको जम्मा 5 करोड त मेरो गोजीमा लिएर पनि जान सक्छु के म। तेरिका नेताजी मेरो काम छिटै हुनु पर्यो के आज भोलि। ए तेरिके तपाईँको 5 करोड त बस तपाईँको कामदारलाई पिलाउनु न। म साइकलमा हालेर तपाईँको कामदारसँग म 5 करोड त छिनको छिनै पिराइहाल्छु नि त। तपाईँ टेन्सनै नमान्नु, दुई दिन भित्रै म पिराइहाल्छु नि त। तपाईँ होइन कामदारसँग भोलि मेरो घरमा पैसा पठाउनु, म तपाईँ चिन्तै नगर्नु है। तपाईँले टेन्सनै गर्नु।